अहिलेको समयमा चाहिँ एकदमै स्वास्थ्यमा चाहिँ ध्यान दिनुपर्छ हामी सबैले है। जुनसुकै कन्ट्रीमा भए पनि एकदमै आफ्नो शरीर चाहिँ एकदम ध्यान दिनुपर्छ है। कसरतहरू गरेर जिमहरू गरेर चाहिँ एकदम स्वास्थ्यको ख्याल गर्नुपर्छ है ल हेर्नु साथीहरू। नम्बर 1 मा चाहिँ म रनिङ गर्छु है ल हेर्नु साथीहरू फर्स्ट टाइम। मेरो चाहिँ पसिनै निस्कियो ल हेर्नु साथीहरू तपाईँहरू पनि। ल गाइस, सबै बिमारहरू चाहिँ डक्टर थिम मात्रै गएर चाहिँ ठिक हुँदैन है। कतिपय बिमारहरू चाहिँ कसरत गरेर अनि चाहिँ योगा गरेर पनि ठिक हुन्छ कतिपय बिमारहरू चाहिँ। हेलो नमस्ते गुड मर्निङ गाइज। आई होप सबैजना सन्चै आराममा हुनुहुन्छ होला है। म पनि सन्चै आरामै छु। आज चाहिँ म सदाको झै फेरि न्यू भ्लग लिएर आइसकेको छु हजुरको सामुन्ने है। अहिलेको समयमा चाहिँ एकदमै स्वास्थ्यमा चाहिँ ध्यान दिनुपर्छ हामी सबैले है। जुनसुकै कन्ट्रीमा भए पनि एकदमै आफ्नो शरीर चाहिँ एकदम ध्यान दिनुपर्छ है। यही भन्न चाहन्छु म चाहिँ साथीहरू है ल। खानपिनमा त तपाईँको ध्यान दिनै पर्छ जसरी पनि। र अर्को कुरा चाहिँ कसरतहरू गरेर जिमहरू गरेर चाहिँ एकदम स्वास्थ्यको ख्याल गर्नुपर्छ है ल हेर्नु साथीहरू। म चाहिँ अहिले चाहिँ यहाँ कुवेतको चाहिँ तपाईँको अहिले चाहिँ 8:30 जति भएको छ है। म चाहिँ मर्निङ वाकमा निस्केको छु है ल हेर्नु साथीहरू। चट्ट लाएर मर्निङ वाकमा निस्केको छु। तपाईँहरू पनि आफ्नो शरीरलाई चाहिँ सक्नुहुन्छ भने चाहिँ मर्निङको टाइममा, नाइ त चाहिँ टाइम छैन भने चाहिँ साँझ पख भए पनि दिनमा 1 घन्टा या त आधा घन्टा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो शरीरलाई टाइम दिनु होला भन्न चाहन्छु म चाहिँ। कसरत गरेर हुन्छ कि योगा गरेर हुन्छ कि जिम गरेर हुन्छ कि आफ्नो शरीरको एकदमै ख्याल गर्नु होला। कमसेकम केही गर्न सक्नुहुन्न भने अनि टाइम छैन भने पनि तपाईँहरू चाहिँ एक दिनमा 1 घन्टा, त्यो पनि सक्नुहुन्न भने आधा घन्टा चाहिँ आफ्नो शरीरलाई टाइम दिनु होला। कसरत गर्नु होला, हिँड्नु होला, आधा घन्टा 1 घन्टा जति हिँड्नु होला, कसरत गर्नु होला, दौडिनु होला। यही भन्न चाहन्छु है ल हेर्नु साथीहरू। मेरो चाहिँ नाइट ड्युटी छ आजभोलि, त्यही भएर चाहिँ अलिकति ढिलो भएको। नत्र चाहिँ 4-5 बजीतिर मर्निङको टाइममा दौडिँदाखेरि एकदम राम्रो हुन्छ है ल हेर्नु साथीहरू। म चाहिँ अघि भएर ड्युटीबाट आएर यसो नास्ता गरेर हल्का अनि मर्निङ वाकमा निस्किँदैछु है ल हेर्नु साथीहरू। नम्बर 1 मा चाहिँ म रनिङ गर्छु है ल हेर्नु साथीहरू। ल साथीहरू, म चाहिँ एक दिनमा 2 किलोमिटर जति रनिङ गरिसकेको अवस्था छ है। तपाईँहरू पनि दिनमा एकचोटि चाहिँ करिब 1 किलोमिटर जति नत्र चाहिँ 2 किलोमिटर जति रनिङ गर्नु होला है। नम्बर 2 मा ल गाइज, तपाईँहरूले पनि दिनमा यस्तो एक्सर्साइज चाहिँ करिब 25 देखि 50 सम्म गर्नु होला है साथीहरू। मैले पनि तपाईँको एक दिनमा चाहिँ 50 देखि लगभग 60 सम्म यस्तो एक्सर्साइज गरिराखेको छु है ल साथीहरू। हाम्रो शरीरलाई चाहिँ एकदमै राम्रो काम गर्छ। यो एक्सर्साइजले चाहिँ हाम्रो वेटलाई चाहिँ एकदमै कम गर्छ है ल साथीहरू। अब रह्यो नम्बर 3। यो एक्सर्साइज चाहिँ तपाईँको दिनमा लगभग 50-60 चोटि यस्तो गर्नु होला है। यसले चाहिँ हाम्रो शरीरलाई एकदमै राम्रो काम गर्छ। अनि यस्तो एक्सर्साइज गर्दाखेरि चाहिँ तपाईँको ढाड कम्मर दुख्न कम हुन्छ भने अनि तपाईँको हाम्रो पेट घटाउनलाई पनि एकदमै मद्दत गर्छ है ल हेर्नु साथीहरू यो एक्सर्साइजले। र यो नम्बर 4, यो एक्सर्साइजले पनि हाम्रो शरीरलाई एकदमै फाइदा गर्छ है। यो एक्सर्साइजले चाहिँ तपाईँको हाम्रो पेटलाई एकदमै घटाउने काम गर्छ है ल हेर्नु साथीहरू। अनि हाम्रो खुट्टाको हड्डीलाई पनि मजबुत बनाउँछ। नम्बर 5, यो पुसअप त तपाईँहरूलाई थाहै नै छ है। यसले चाहिँ एकदमै धेरै काम गर्छ। पुसअप गर्दाखेरि चाहिँ तपाईँको करिब दिनमा चाहिँ 25 देखि 50 सम्म गर्नु होला है। यो एक्सर्साइज गर्दाखेरि चाहिँ तपाईँको हाम्रो छातीको चौडाइ चाहिँ एकदम ठुलो हुन्छ अनि चाहिँ हातहरू पनि एकदम मजबुत हुन्छ है ल हेर्नु साथीहरू। अनि चाहिँ हाम्रो शरीरमा पनि एकदमै शक्ति बढेर आउँछ। यो एक्सर्साइज चाहिँ एकदमै राम्रो छ साथीहरू। ल गाइज, पुसअप फेरि तपाईँको 25 देखि 50 सम्म हान्नुपर्छ है ल हेर्नु साथीहरू। मेरो चाहिँ पसिनै निस्कियो ल हेर्नु साथीहरू। तपाईँहरू पनि दिनमा एकचोटि आफ्नो शरीरबाट पसिना निकाल्नु होला। अनि मात्र आफ्नो शरीरको एकदम राम्रो हुन्छ है शरीर चाहिँ ल हेर्नुहोस् एकदम फुर्तिलो हुन्छ, एकदम स्वास्थ्य चाहिँ एकदम राम्रो हुन्छ है ल हेर्नु साथीहरू। नम्बर 6 है गाइज। अब चाहिँ ल
ल गाइज यस्तो खाले पुसअपले पनि तपाईँको छातीलाई चाहिँ चौडा गर्छ अनि हाम्रो शरीरमा चाहिँ एकदम शक्ति बढेर आउँछ र तपाईँको हात खुट्टा पनि एकदम मजबुत हुन्छ है ल हेर्नु साथीहरू। यो एक्सर्साइजले चाहिँ यो पनि एकदम बेस्ट एक्सर्साइज छ है ल हेर्नु साथीहरू। मर्निङको टाइममा सबभन्दा एकदम बेस्ट योगा भनेको चाहिँ यस्तो हुन्छ है ल हेर्नु साथीहरू। ल गाइज नम्बर 7 यो योगासन गर्दाखेरि लम्बा सास लिनु होला अनि 1 मिनट होल्ड गर्नु होला अनि छोड्नु होला। क्रमशः यसै गरी 10 पटकसम्म गर्नु होला है। हाम्रो शरीर चाहिँ एकदमै फाइदा हुन्छ है ल साथीहरू। नम्बर 8 यो योगासनलाई चाहिँ सूर्य नमस्कार पनि भनिन्छ है। तपाईँको यो योगासन गर्दाखेरि चाहिँ हाम्रो शरीरमा एकदमै शक्ति बढेर आउँछ भने चाहिँ अरू विभिन्न रोगबाट पनि एकदम मुक्ति दिलाउँछ है ल हेर्नु साथीहरू। यो योगासनले चाहिँ हजुरहरूलाई चाहिँ एकदम मनमा शान्ति ल्याउँछ है। यो चाहिँ एकदम स्वास्थ्यलाई पनि राम्रो गर्छ है ल हेर्नु साथीहरू। ल गाइज तपाईँहरू पनि यस्तै गर्नु होला है। यस्तो गर्न पनि तपाईँहरू चाहिँ टाइम छैन भने चाहिँ कमसेकम आधा घन्टा या 1 घन्टा चाहिँ दौडिनु होला है। त्यो पनि एकदम शरीरलाई चाहिँ आफ्नो चाहिँ एकदमै फाइदा हुन्छ है। दौडेर हुन्छ कि तपाईँको कसरत गरेर हुन्छ कि जिम गरेर हुन्छ दिनमा एकचोटि चाहिँ पसिना निकाल्नु पऱ्यो कि है। ल हेर्नु साथीहरू म चाहिँ स्याहाँ भइसकेँ, पसिना पनि निस्किसकेँ ल हेर्नु साथीहरू। तपाईँहरू सम्पूर्णलाई चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ सबभन्दा पहिला चाहिँ आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ है। काम जस्तो सुकै गरे पनि जे काम गरे पनि एकदम स्वास्थ्यको ख्याल गर्नु होला है साथीहरू। म चाहिँ त्यही भन्छु। ल गाइज सबै बिमारहरू चाहिँ डक्टरथिम मात्रै गएर चाहिँ ठिक हुँदैन है। कतिपय बिमारहरू चाहिँ शारीरिक व्यायाम कसरत गरेर अनि चाहिँ योगा गरेर पनि ठिक हुन्छ कतिपय बिमारहरू चाहिँ। त्यही भएर चाहिँ तपाईँहरूले पनि डेली कसरत गर्नु होला, शारीरिक व्यायाम गर्नु होला है अनि चाहिँ योगा गर्नु होला है। यही भन्न चाहन्छु है म चाहिँ साथीहरूलाई। अहिलेको समयमा चाहिँ धेरै जसो मान्छेहरूलाई चाहिँ तपाईँको ब्लड प्रेसर हाई, ब्लड प्रेसर लो अनि चाहिँ सुगरको बिमार अनेक बिमारहरू चाहिँ देखा परिरहेको सुनिन्छ है। त्यही भएर चाहिँ सबैजनाले आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, स्वस्थ रहनु होला, मस्त रहनु होला, शारीरिक व्यायाम चाहिँ डेली गर्नु होला। स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। आफ्नो शरीर ठिक छ भने त पैसा भन्ने कुरो आज नभए भोलि पनि कमाइन्छ है। शरीर ठिक छैन भने चाहिँ गाह्रो हुन्छ। ल गाइज है सबैजनाले आफ्नो स्वास्थ्य ख्याल गर्नु होला। जहाँ जस्तो अवस्थामा हुन्छ स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला भन्दै अब चाहिँ अर्को भिडियोमा भेटौँला है। ल गाइज भिडियो चाहिँ कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला। अनि युट्युब च्यानलमा चाहिँ तपाईँ नयाँ हुनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानल सब्सक्राइब पनि गर्नु होला है। अब चाहिँ अर्को भिडियोमा भेटौँला है। ल गाइज ओके बाई बाई।